ल हेर्नुस् रिसाइकलिङ यो चाहिँ के छ भने प्लास्टिकका बोराहरू प्लास्टिक जन्य वस्तुहरूलाई फेरि पनि हामी पुनः प्रयोग गर्न सक्छौँ। यसलाई रिसाइकलिङ भन्छ है। अब जताभावी हामी काम गर्ने बेला भवन निर्माणहरू गर्ने बेला सडक निर्माण गर्ने बेला चाहिँ प्लास्टिकका बोराहरू निक्लेको हुन्छ। उक्त बोराहरूलाई ग्यास मार्फत अथवा आगो मार्फतबाट डढाएर यसरी चक्ला बनाइन्छ। यसरी चक्लाहरू बनाएर हामीले यसलाई पुनः प्रयोग गर्न सकिन्छ। अनि चक्ला बनाएर सुकिसकेपछि ह्यामरले हानेर टुक्रा टुक्रा बनाइन्छ। त्यसपछि मेसिनमा हालेर यसरी धुलो बनाइन्छ, पेलिन्छ, टुक्रा टुक्रा बनाइन्छ। यो र मेटेरियललाई पुनः प्रयोग गरेर हामीले प्लास्टिक फर्निचरहरू बनाउन सक्छौँ। जस्तै टेबल, जस्तै कुर्सी, जस्तै बाटा, जस्तै जग, यस्ता चिजहरू हामीले निर्माण गर्न सक्छौँ। त्यस कारणले हामीले प्लास्टिक जन्य वस्तुहरूलाई एक ठाउँमा जम्मा गरेर हामीले यसलाई पुनः प्रयोग गर्न सकिन्छ। ल हेर्नुहोस्, तपाईँले भिडियोमा देख्नु भएको छ कि यो त्यही चिज हो। प्लास्टिक जन्य फोहोरहरूलाई फेरि प्रयोग गरेर यसरी चाहिँ भाँडा बर्तनहरू बनाइन्छ। बनाएर टक्क यस्तो सानो बनाएर ल हेर्नुहोस् त साथीहरूले यसरी काम गर्नु भएको छ। यसलाई विभिन्न कलर हालेर विभिन्न कलरको बनाउन पनि सकिन्छ है। पहिला एकै कलर हुन्छ, पछि चाहिँ कलर हालेर विभिन्न कलरको बनाउन सकिन्छ होइन। त्यस्तो हुन्छ। त्यो कारणले गर्दा यसरी चाहिँ भाँडा बर्तन मेसिनमा ट्याग हालेर विभिन्न किसिमको आकार निकालेर विभिन्न किसिमको सेप निकालेर यसरी बनाउन सकिन्छ। ल हेर्नुहोस्, यसमा चाहिँ मजाले यसको चाहिँ भइरहेछ। ल है, हामी चाहिँ यसरी चाहिँ कम्पनीमा आएर चाहिँ यसरी कारखानामा आएर हामी साथीहरू टन्न छौँ। अब यसमा चाहिँ अब देखाइएको छ। सब साथीहरू मिलेर चाहिँ भिडियो खिच्यो। हामीलाई चाहिँ अचम्म लागिरहेछ। सबैजनाले भिडियोलाई लाइक सेयर कमेन्ट गर्नु होला। सक्दो हाम्रो गाउँघरमा खाएर बिस्कुट खाएर गुटखा खाएर सिमेन्टका बोराहरू फ्याँकेर हुन्छौँ, तिनीहरूलाई चाहिँ जम्मा गरेर फेरि यसरी पुनः प्रयोग गर्नको लागि चाहिँ यसरी हुँदो रहेछ है भनेर बनाउनको लागि चाहिँ यस्तो चाहिँ हुँदो रहेछ है। हो, त्यसै कारणले चाहिँ यो सबैले भिडियोलाई हेरेर साथ दिनु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला। सबै कहाँ पुर्याइदिनुहोस् है मेरो भिडियो। हस्, धन्यवाद।